ल आज कुरा गरौँ सार्वजनिक ठेक्का वा टेन्डरको संसारमा एकदमै धेरै सुनिने शब्द बोलपत्र जमानत वा बिड सिक्योरिटी बारेमा। अब यो सुन्दाखेरि अलि प्राविधिक जस्तो लाग्न सक्छ, तर यो वास्तवमा के हो र किन यति धेरै महत्त्वपूर्ण छ? आउनुहोस् आज यसलाई एकदमै सरल भाषामा बुझौँ। एकछिनलाई सोचौँ है, कुनै एउटा ठूलो सरकारी निकायले एउटा प्रोजेक्टको लागि टेन्डर निकाल्यो। अब त्यसमा त सयौं आवेदनहरू आउन सक्छन् हैन? तर त्यो भिडमा को साँच्चै काम गर्न गम्भीर छ र को चाहिँ यत्तिकै हल्लाको लागि मात्रै आएको हो भनेर कसरी छुट्याउने त? हो, यही ठूलो प्रश्नको जवाफ हो बोलपत्र जमानत। त्यसो भए अब सिधै विषयमा प्रवेश गरौँ। आखिर यो बोलपत्र जमानत भनेको के हो र यो किन चाहिन्छ? बोलपत्र जमानतलाई बिड बन्ड वा अर्नेस्ट मनी पनि भनिन्छ। यो खासमा के हो भन्दा एउटा आर्थिक ग्यारेन्टी हो। मतलब जब कुनै कम्पनीले ठेक्काको लागि आफ्नो प्रस्ताव पेश गर्छ, उसले सँगै यो ग्यारेन्टी पनि राख्नुपर्छ। यसले के जनाउँछ भने त्यो कम्पनी आफ्नो प्रस्तावमा एकदमै गम्भीर छ र पछि गएर म गर्दिन भनेर भाग्नेवाला छैन। यो एउटा प्रतिबद्धता जस्तै हो। यसको उद्देश्यहरू के छन् त? पहिलो त यो गम्भीरताको सबैभन्दा ठूलो प्रमाण भयो। दोस्रो, यसले रमाइलोको लागि वा बिना तयारी प्रस्ताव हाल्नेहरूलाई रोक्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, ठेक्का जितिसकेपछि म त यो सम्झौता गर्दिन भनेर पन्छिनबाट रोक्छ। साथै विजेताले पछि गएर अर्को एउटा कार्य सम्पादन जमानत पनि बुझाउँछ भन्ने कुराको पनि यो एक किसिमको सुनिश्चितता हो। अब सबैको मनमा आउने प्रश्न, यो ग्यारेन्टीको लागि कति पैसा राख्नुपर्छ त? यो सानो रकम हो कि निकै ठूलो? ल हेरौँलाई त। नियमअनुसार बोलपत्र जमानतको रकम चाहिँ त्यो प्रोजेक्टको जम्मा अनुमानित लागतको 2 देखि 3% बीचमा हुन्छ। जस्तै मानौ कुनै प्रोजेक्टको अनुमानित लागत 1 करोड रुपैयाँ छ भने जमानत रकम 2 लाखदेखि 3 लाख रुपैयाँसम्म हुन सक्छ। तर एउटा रमाइलो कुरा के छ भने नियममा 2 देखि 3% दायरा भए पनि व्यवहारमा हेर्ने हो भने धेरैजसो संस्थाहरूले अनुमानित लागतको ठ्याक्कै 2.5% रकम नै जमानतको रूपमा मागेको देखिन्छ। यो चलनचल्तीमा एउटा मानक जस्तै बनिसकेको छ। ल कति रकम लाग्छ भन्ने त थाहा भयो। अब यो पैसा कसरी बुझाउने त? यसका पनि केही निश्चित तरिकाहरू छन्। जमानत बुझाउने मुख्यतया 2वटा तरिकाहरू छन्। पहिलो हो ब्याङ्क ग्यारेन्टी। यसमा चाहिँ आवेदकको ब्याङ्कले ठेक्का दिने संस्थालाई ल मेरो ग्राहकले आफ्नो वाचा पूरा गरेन भने यो रकम म तिर्छु भनेर ग्यारेन्टी दिन्छ। अनि दोस्रो तरिका हो नगद जम्मा। यसमा चाहिँ तोकिएको खातामा सिधै पैसा जम्मा गर्ने र त्यसको भौचर प्रमाणको रूपमा पेश गर्ने। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, मैले बुझाएको जमानत रकमको के हुन्छ? के त्यो पैसा फिर्ता आउँछ? हो, यो प्रश्न सबैको मनमा हुन्छ। ल अब यसको जवाफ हेरौँ। राम्रो खबर के छ भने पैसा फिर्ता आउँछ। जसले ठेक्का पाएन उसको जमानत रकम बोलपत्र मूल्याङ्कन प्रक्रिया सकिने बित्तिकै फिर्ता हुन्छ। अनि जसले ठेक्का जित्यो नि उसको पनि जमानत रकम फिर्ता हुन्छ। तर एउटा सानो शर्त छ, उसले पहिले ठेक्का सम्झौतामा सही गर्नुपर्छ र त्यसपछि कार्य सम्पादन जमानत मतलब पर्फर्मेन्स सिक्युरिटी बुझाउनुपर्छ। यी दुवै काम सकेपछि मात्र उसको सुरुको जमानत फिर्ता आउँछ। तर के सधैँ पैसा फिर्ता आउँछ त? केही गल्ती भयो भने के हुन्छ? के यो जमानत रकम डुब्न पनि सक्छ? हो, सक्छ। अब हामी त्यही अवस्थाबारे कुरा गर्नेछौँ जब जमानत जफत हुन्छ। यहाँ 2वटा एकदमै स्पष्ट अवस्थाहरू छन्। पहिलो, यदि ठेक्का जित्ने कम्पनी छनौट भइसकेपछि सम्झौतामा हस्ताक्षर गर्न मान्दैन भने उसको जमानत गयो। दोस्रो, यदि उसले सम्झौता त गर्यो तर तोकिएको समयभित्र त्यो अघि भनेको कार्य सम्पादन जमानत बुझाउन सकेन भने त्यस्तो अवस्थामा पनि उसको बोलपत्र जमानत जफत हुन्छ। त्यसो भए यसको मूल मन्त्र के हो त? आफ्नो प्रतिबद्धतालाई अन्तिमसम्म पूरा गर्नुपर्छ। बोलपत्र हाल्नु भनेको एउटा बाचा गर्नु हो र त्यो बाचा जितेपछि निभाउनै पर्छ, नत्र आर्थिक नोक्सानी त छँदैछ। र अन्त्यमा एउटा प्रश्नमा सोचौँ, बोलपत्र प्रक्रियामा भाग लिँदा त्यो जमानत रकम साँच्चै सुरक्षित छ त? यसको जवाफ प्रक्रियाका नियमहरूलाई कति राम्रोसँग बुझिएको छ र पालना गरिएको छ भन्ने कुरामा भर पर्छ। यो केवल पैसाको कुरा मात्रै होइन, यो त व्यावसायिक विश्वसनीयताको पनि कुरा हो।